ल है त गाइजहरु सबैले नमस्कार। मेरो नाम चाहिँ सुभाष देवकोटा। अनि आज चाहिँ कहिले हो ट्रायल तपाईको? अझै आउँदै ए ट्रायल भयो हैन? अनि हाम्रो दाइ चाहिँ प्र्याक्टिस गर्न आइरहनु भएको रहेछ के। प्र्याक्टिस गर्न आइरहनु भएको रहेछ। मेरो भिडियो नि हेर्दो रहेछ दाइले हैन। अनि दाइको नाम चाहिँ के हो भनिदिनु त? पूर्ण तामाङ। पूर्ण तामाङ रहेछ दाइको नाम चाहिँ पूर्ण तामाङ हैन। अनि अहिले के एक्लै चलाइरहनु भएको के छ? हजुर हजुर एक्लै चलाइरहनु भएको? हजुर एक्लै चलाइरहनु भएको छ हैन। अनि दाइले जोस् भिडियो रेगुलर भिडियो हेर्दो रहेछ। अनि ट्याक्क लाएर अनि मैले यसो हो कि होइन भनेर यसो सर्च हानेर हेरेको हो रहेछ। मेरो सब्सक्राइबर नि उहाँ एक नम्बरमा चाहिँ उहाँ पनि हुनुहुँदो रहेछ के। जोस् मेरो अहिलेसम्म जति सब्सक्राइबर बिग फ्यान त नभन्नु होइन। साथै रिस्नाएर दाइ त्यही हो। तपाईँ एक्लै हान्नुहुन्छ त ल दाइ भन्नु ल है त। एक्लै हान्नुहुन्छ कस्तो चलाउनु हुँदो रहेछ। मैले उकालो सुकालो ओह्रालो एलब्यागहरू सबै सिकाइसकेको छु होइन। अब जोस् अब हेर म कस्तो हान्नुहुन्छ म देखाइदिन्छु है त। ल हाम्रो दाइको देखाइदिन्छु। हेर म पास हुनुहुन्छ कि फेल हुनुहुन्छ म भनिदिन्छु तपाईँलाई है त। ब्रेक ल ब्रेक ल है त। एक्लै हान्नुहुन्छ दाइले ल है। अब एक्लै हाम्रो दाजुले एक्लै हान्ने रे। ल जाऊँ ल जानु अब एक राउन्ड आधा हानेर है दाजु। ल बिस्तार जानु। ल है अब निस्किने पालो है त। निस्किने पालो हो। दाइको नाम के भन्नुभयो अरे? पूर्ण तामाङ है। हाम्रो दाइको पूर्णबहादुर तामाङ रे। दाइको नाम चाहिँ पूर्णबहादुर तामाङ रहेछ होइन। अनि आज कति दिन भयो भनेर जोस् आज धेरै दिन त भएन। ल बिस्तारै दाइ मेरो भाइ पारा हो। ल दाइ गाडी सिधा भएपछि ट्याक्क दुईचोटि खोल्नु है। नातिनु है गाडी सिधो नभइन्जेलसम्म नातिनु। अझै अगाडि हो क्या दाइ। अझै भएन। ल भयो अब एक्सिलेटर गुड ल पर्फेक्ट भयो है। ल दाइले उकालो कस्तो हान्नुहुन्छ हेरौँ है। उकालो हान्नुहुन्छ हेरौँ। आज ट्रायल हो है दाइको चाहिँ फेरि। ल पर्फेक्ट हो गुड। यस्तो हो नि त दाइ। यहाँ एक्सिलेटर छोडिदिनु गुड। ल ल दाइको पाली। ल उकालोमा ट्याक्क रोके होइन। रोक्नु सिकाउनु पर्दैन त। सिकाउनु पर्दैन त। ठिक छ रोकाउनु सिकाइदेऊ न एकचोटि। उता काट्यो। एक्सिलेटर 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 ब्रेक गुड। अलिकति छोयो है दाइ। थोरै छोइरहेछ है। थोरै छोइरहेछ। ल अब पढ्नु दाइ पढ्नु एकचोटि पढ्नु। ल उकालो उठाउने बेला के गर्ने हो नि पहिला के गर्नु पर्यो? हो दिनु पर्यो। दिनु अब क्लच छोड्नु पर्यो। क्लच छोड्यो। अझै छोड्यो। अझै ल भयो क्लच नचलाउनु। फेरि एक्सिलेटर अझै क्लच छोड्नु अझै हल्का। ल ह्यान्ड ब्रेक गुड। ल है त बबाल है। ल बबाल भयो। एक्सिलेटर छोड्यो। ब्रेकसम्म त जाने। मङ्गल दाइ कम्मरमा बसेर ट्याक्क लाएर होइन हाम्रो मङ्गल दाइ। ल ठिक छ नि दाइ। एलब्याग कस्तो हुन्छ हेर्नु है। अब ट्याक्क लाएर पास हुने फेल हुने सबै म यहाँ दाइको अहिले म यहाँ एकचोटि हानेपछि म दिन्छु है दाइ तपाईँलाई। ल जाम बिस्तारै जाम। यहाँ भाइहरू यस्तो छन् होइन। हाम्रो भाइहरू यहाँ भान्जो भाइ ल हाम्रो अब एलब्याग यहाँ छ है। एलब्यागहरू यहीँ छ। अब हेर्नुपर्छ ट्याक्क है। एलब्यागहरू त हो नि एउटा दुइटा भएपछि एलब्यागहरू होइन त। शिवजी यहाँ छन्। शिवजी ल त एलब्याग हान्नु त कस्तो हान्नु त रहेछ हेरौँ। नापेर हान्नुपर्छ है दाइ। अनि तपाईँ पास हुनुहुन्छ फेल हुन्छ कहिले फर्म भरि म तपाईँलाई आज दिन्छु। तपाईँलाई के गर्नुपर्छ भनेर। ल है त। ल जानु दाइ जानु। खोइ त हाम्रो दाइ ओहो यहाँ भिडियोको चक्करमा दाइले गाडी भित्रतिर दिनु नि क्या दिनु। ल है ल एलब्याग हान्नु। एलब्याग बिस्तारै जानुपर्छ है। उता काटेर जाने
खोइ त अर्को दाइ ल हेलमेट पक्नु है दाइ फेरि गाडी ठोकिदिनु होला नि फेरि ए हाम्रो दाइ त्यही हुनुभयो रहेछ नि त अनि हाम्रो घरतिरको दाइ हो है प्रकाश दाइ प्रकाश थापा ल पर्फेक्ट हान्छन् होला दाइले यार ल काटो काटो पुरै काटो है दाइ पर्फेक्ट छ है पर्फेक्ट ट्याक्कै सिधा भएपछि हो ब्रेक ब्याक गियर लायो दाइ पर्फेक्ट हान्नु है दामी हान्नु त एलब्याग म एकचोटि हेर्न पाइनँ कि ल कहाँबाट रोक्ने कसरी रोक्ने सब थाहा नि दाजु गुड यति हो है मेन पोइन्ट होइन यही हो क्या यो अन्त उता चाहिँ जानु भएन अनि दाइको घर कता अरे सिन्धुली रहेछ दाइको घर चाहिँ होइन ट्याक्कै ल टाँपेर हानिदिनु भइरहेको रहेछन् ल है त ट्याक्कै सिधा हुन्छ अनि दुईचोटि खोल्यो है ब्रेक गाडी सिधा भयो दुईपट्टि हेर्नु त अब दुईचोटि खोल्नु कतापट्टि सानो हो त्यतापट्टि हेर्ने कतापट्टि सानो हो त्यतापट्टि हेर्नु त ल गाडी सिधा भएपछि जानु यता नचाट्नु न यतै छुन लगाइरहेको छ यता काट्छ नि त दाजु काट्दैन नि ल जानु बिस्तारै ब्रेक ल अब दाइ होइन तपाईँको होइन भोलि फर्म गर्नु 3-4 दिनमा ट्रायल पास हुनुहुन्छ दाइ तपाईँ कहिलेसम्म हो होइन दाइ अब फर्म भरेर बरु रोड टेस्ट बाहिरतिर चाहिँ चलाउनु जाने भने ठिक हुन्छ हो बाहिर गाडी चलाउनु भयो भएन गाडी हो अब फर्म भरि पास हुनुहुन्छ अनि त्यसपछि बाहिर रोडमा चाहिँ चलाउनु सिक्नु दाइ अगाडि जानु अगाडि है दाइ ल ल है त ठिक छ ल त्यही हो अब हाम्रो दाइले चाहिँ जस राम्रो चलाउनु रहेछ होइन गाडी चाहिँ चलाउनु रहेछ रोडमा अब जस मैले के भन्दैछु नि फर्म भर्ने यताउति फर्म भरेर पास भएपछि चाहिँ बरु यता भन्दा नि रोडतिर जोड दिनु पऱ्यो कि दाइ तपाईँले यहाँ भन्दा नि अब रोडतिर जोड दिनुपर्छ है दाइ तपाईँले है रोडतिर जोड दिनुपर्छ यहाँ भन्दा नि हजुर हजुर एक राउन्ड हान्नु न एक राउन्ड हानेर राखिदिनु ल है दाइ है ल बेलुका भिडियो आउँछ यसो हेर्नु न है ल है बेलुका भिडियो आउँछ हेर्नु है दाइ